सो क्यानाडामा हामी सबैजनाले त हेल्थ फ्रीमा पाइन्छ, हेल्थ चेकअपहरू फ्रीमा हुन्छ भन्ने कुरा त हामीले सुनिराखेको हुन्छौँ। सो त्यो हेल्थ एक्सेस, फ्री हेल्थ एक्सेस पाउनको लागि हामीले खासमा चाहिँ एउटा ओहिप कार्ड लिनुपर्ने हुन्छ यदि तपाईँहरू अन्ट्यारियोमा हुनुहुन्छ भने। तर हजुरहरू यदि स्टुडेन्टमा आउनुभएको छ अन्ट्यारियोमा भने चाहिँ हजुरहरू चाहिँ यो कार्डको लागि इलिजिबल हुनुहुन्न। यदि हजुरहरू स्टुडेन्टमा आउनुभएको छ भने चाहिँ हजुरहरूले पिजिडब्ल्युपी अप्लाई गरिसकेपछि चाहिँ बल्ल हजुरहरूले ओइफ कार्ड अप्लाई गर्न पाउनुहुन्छ। अनि अर्को कुरा चाहिँ यदि स्टुडेन्टले स्पाउस लिएर आउनुभएको छ भने चाहिँ स्पाउस त वर्क पर्मिटमा हुनुहुन्छ, उहाँहरूले चाहिँ अप्लाई गर्न पाउनुहुन्छ ओइफ है। अनि अर्को कुरा चाहिँ यदि हजुरहरू पिआरमा हुनुहुन्छ भने चाहिँ अभियसली हजुरहरूले ओइफ अप्लाई गर्न पाउनुहुन्छ नै। अब यसको लागि क्वेसन चाहिँ हामीलाई म्याक्सिमम उसले चाहिँ अप्लाइड केसमा चाहिँ पाइन्छ कि पाइँदैन त भनेर नि सोधिराख्नु भएको हुन्छ। यदि हजुरहरू चाहिँ पिजिडब्ल्युपी अप्लाइड केसमा हुनुको स्ट्याटसमा हुनुहुन्छ भने पनि हजुरहरूले चाहिँ मजाले वेब कार्ड चाहिँ अप्लाई गर्न मिल्छ। ल अब यसको लागि चाहिँ के इलिजिबिलिटी के हुन्छ अनि डकुमेन्ट्सहरू के चाहिन्छ भन्ने कुरा चाहिँ हामीले सबै यो भिडियोमा भन्नेछौँ। यदि यो भिडियो मन पर्यो भने लाइक गर्न नबिर्सिनु होला, हाम्रो च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। र यदि यो भिडियोले हजुरहरूको साथीहरूलाई पनि हेल्प गर्छ जस्तो लाग्यो भने चाहिँ यो भिडियोलाई सेयर गर्न पनि नबिर्सिनु होला। अब ढिला नगरी लागौँ हाम्रो भिडियोतर्फ। अब चाहिँ हामी रिक्वायरमेन्ट र इलिजिबिलिटी र डकुमेन्ट चाहिँ के चाहिन्छ भनेर भन्छौँ। सो यसमा चाहिँ यदि तपाईँहरू वर्क पर्मिट होल्डर हुनुहुन्छ भने चाहिँ तपाईँहरूले चाहिँ सबभन्दा पहिला आइडी प्रुफ देखाउनु पर्ने हुन्छ होइन। त्यसको लागि तपाईँहरूले पासपोर्ट देखाउन सक्नुहुन्छ आफ्नो, अर्को हुन्छ बेस्ट भनेको पासपोर्ट हुन्छ। अनि सेकेन्ड कुरा चाहिँ तपाईँहरूले रेसिडेन्स प्रुफ देखाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले ड्राइभिङ लाइसेन्स अथवा लिज अग्रिमेन्ट अथवा इभन फोन बिलहरू जसमा हजुरको अन्ट्यारियोको एड्रेस भओस् त्यो डकुमेन्ट चाहिन्छ। अनि अर्को भनेको चाहिँ तपाईँहरूले आफ्नो इमिग्रेसन स्टाटस देखाउनु पर्ने हुन्छ। त्यसको लागि आइदर वर्क पर्मिट अथवा अप्लाइड केसमा हुनुहुन्छ भने आइआरसिसीले हजुरलाई सेन्ड गरेको वर्क अथोराइजेसन लेटर हुन्छ, त्यो लेटर चाहिँ देखाउन सक्नुहुन्छ। अनि अर्को भनेको चाहिँ हजुरहरू इलिजिबल हुनको लागि वर्क पर्मिटमा हुनुहुन्छ र इलिजिबल हुनको लागि चाहिँ हजुरहरूलाई जब लेटर चाहिन्छ। जब लेटर चाहिँ हजुरहरूले कम्पनीको लेटरहरूमा बनाउनु पर्ने हुन्छ। हजुरहरूले त्यहाँ फुल टाइम हो कि होइन भनेर मेन्सन गर्नुपर्ने हुन्छ, हजुरहरू टाइटल मेन्सन गर्नुपर्ने हुन्छ। अनि अर्को कुरा चाहिँ हजुरहरूले चाहिँ त्यहाँ कहिलेदेखि काम गर्नुभएको स्टार्ट डेट हुनु पऱ्यो। अनि हजुरहरूको चाहिँ त्यसमा खुलाउनु पर्ने हुन्छ कि हजुर यदि पर्मानेन्ट हुनुहुन्छ भने त प्रब्लम भएन, यदि पर्मानेन्ट हुनुहुँदैन भने चाहिँ हजुरहरूले 6 मन्थ चाहिँ एटलिस्ट इम्प्लोयरसँग काम गर्नुहुन्छ भन्ने चाहिँ इन्टेन्ट चाहिँ खुलाउनु पर्ने हुन्छ। यदि हजुरहरू चाहिँ पिआर होल्डर पर्मानेन्ट रेसिडेन्ट हुनुहुन्छ भने चाहिँ हजुरहरूले राइट अवे अप्लाई गर्न सक्नुहुन्छ। हजुरहरूको लागि केही पनि एलिजिबिलिटी चाहिँदैन होइन। अब रिक्वायरमेन्ट चाहिँ के हुन्छ भन्दा अघि हजुरहरूले वर्क पर्मिटमा भनेको जस्तै आइडी प्रुफ देखाउनु पर्ने हुन्छ, त्यसको लागि पासपोर्ट देखाउनु पर्ने हुन्छ हजुरहरूले, अथवा आफ्नो पिआर कार्ड पनि हुनसक्छ। अब यदि पिआर कार्ड छैन भने पछाडि कन्फर्मेसन अफ पर्मानेन्ट रेसिडेन्सी हजुरहरूलाई जुन इलेक्ट्रोनिक कन्फर्मेसन आएको हुन्छ इसिओ पिआर त्यो देखाउन पनि सक्नुहुन्छ। र अर्को कुरा भनेको हजुरहरूले एड्रेस प्रुफ देखाउनु पर्ने हुन्छ। त्यसको लागि हजुरहरूले ड्राइभर लाइसेन्स अथवा लिज अग्रिमेन्ट, युटिलिटिज बिल जे कुराहरू पनि देखाउन सक्नुहुन्छ। अनि हजुरहरू चाहिँ हेल्थ कार्ड बनाउनको लागि चाहिँ हजुरहरू सर्भिस अन्ट्यारियो जान सक्नुहुन्छ। त्यहाँ चाहिँ एउटा फर्म हुन्छ रजिस्ट्रेसन फर्म भन्ने, त्यो चाहिँ फिलअप गर्नुपर्ने हुन्छ होइन। हजुरहरूको त्यो हेल्थ कार्ड नआउँदासम्म चाहिँ हजुरहरू एउटा टेम्पोरेरी पेपर दिएको हुन्छ, त्यसले पनि हजुरहरूले चेकअप गर्न सक्नुहुन्छ। यदि हजुरहरूलाई 3 to 4 विक्स अथवा 2 to 3 विक्स लाग्न सक्छ त्यो प्रपर हेल्थ कार्ड नै हजुरको घर पुऱ्याउनको लागि चाहिँ, त्यो विदिन त्यो टाइममा चाहिँ केही भयो भने चाहिँ हजुरहरूलाई त्यो पेपर दिएको हुन्छ, त्यही चाहिँ लगेर हजुरहरूले चेकअप गर्न सक्नुहुन्छ। अब यसमा चाहिँ हजुरहरूले के कुराहरू कभर हुन्छ भन्दाखेरि नर्मल त्यो डक्टर चेक-इनहरू भयो, वाक-इनहरू, इमर्जेन्सीहरू पनि कभर्ड हुन्छ। अर्को भनेको ब्लड टेस्ट अनि एक्सरे, अल्ट्रासाउन्ड। तर ब्लड टेस्टमा भाइटामिन डी को टेस्ट चाहिँ कभर हुँदैन। अनि यसको बारेमा हजुरहरूले डिटेल के कभर हुन्छ भनेर हेर्न चाहनुहुन्छ भने हामी तपाईँलाई यो भिडियोको लिङ्कमा चाहिँ डिस्क्रिप्सनमा हामी त्यो लिङ्क पनि राखिदिन्छौँ, त्यो कुराहरू चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। सो यति आजको लागि चाहिँ भिडियो, यदि मन पर्यो भने लाइक गर्न नबिर्सिनु होला र हाम्रो च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। अब हामी अर्को भिडियो चाहिँ धेरैजनाले सिइसीको बारेमा के हो, एक्सप्रेस एन्ट्रीको ड्र त आइराखेको हुन्छ, के हो सब यो भिडियो बारेमा पनि भनिदिनु न भनेर धेरैजना रिक्वेस्ट गर्नुभएको छ। सो हामी अर्को भिडियो चाहिँ यही बारेमा चाहिँ बनाउनेछौँ। सो स्टे ट्युन। थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो।